हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ हामी पोखराबाट बिहान 6 बजे यसरी दुईजना बाइकमा निस्कन्छौँ। कहाँ जाने होला त हामी भनेर हेर्नलाई चाहिँ अन्तिमसम्म हाम्रो ब्लग हजुरहरूले हेर्नुपर्ने नै हुन्छ। यो चाहिँ हामी लुम्लेभन्दा तल नयाँ पुलतिर छौँ। हामी चाहिँ कास्की सिमाना कटेर पर्वत पुगिसकेका छौँ। अहिले चाहिँ हामी पर्वतको डिमुवा भन्ने ठाउँमा छौँ। यहाँ चाहिँ वरिपरि यो पहरा छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। कुनामा साइड अनि डिलतिर चाहिँ खोला छ, कुनातिर पहरा छ। यो बिचमा हामी हिँडिरहेका छौँ। अहिले भने हामी कुस्मा बजार आइसकेका छौँ है त। हामी कहाँ हिँडेका रहेछौँ हेर्दै जानु होला हजुरहरूले। हामी कहाँ जाने रहेछ भन्नेलाई चाहिँ अन्तिमसम्म हेर्नै पर्ने हुन्छ। अहिले चाहिँ हामी यो कुस्मा बजार आइसकेका छौँ है त। अब भने हामी कुस्मा बजार कटेर मालढुङ्गातिर लाग्दैछौँ। हजुरहरूले हेर्न सक्नुहुन्छ पारिपट्टि वेलकम टु बागलुङ लेखेको देख्न सक्नुहुन्छ। यो चाहिँ मालढुङ्गा बजार है त। हामी यहाँ मालढुङ्गा पुग्दा बिहानको 8 बजेको थियो अनि हामीलाई चिया खान मन लागेर एकछिन यहाँ रोक्यौँ अनि साहुजीलाई हामी जाने ठाउँ बतायौँ। त्यो ठाउँ बताउने बित्तिकै यो कामको लागि जानुहुने हो हजुरहरू भन्नुभयो साहुजीले। त्यो ठाउँ चाहिँ पर्ख्यातै रहेछ भन्ने अनि त्यस पछाडि बुझ्यौँ हामीले। यहाँबाट देब्रे लागेर जानुहोस् अनि अफरोड छ भन्नुभयो। 1 घन्टा अझै लाग्छ भन्नुभयो। हामी त्यही अनुसार देब्रे लागेर त्यहाँबाट हिँड्यौँ। अलिकति पिच थियो भने अनि त्यस पछाडि भने अफरोड सुरु भएको थियो। यसरी अफरोड हुँदै हामी चाहिँ माथि लाग्यौँ। अनि अझै माथि पुगिसकेपछि भने सुनसान जस्तो जङ्गल थियो, केही थिएन वरिपरि, सुनसान थियो। हामी कहीँ अफरोड थियो, कहीँ ढलान बाटो थियो भने कहीँ पिच पनि गरिएको थियो। बाटोहरू पार गर्दै हामी माथि लाग्यौँ। यो सुनसान जग्गा पछाडि भने हामीले कटिसके पछाडि सुन्दर ठाउँ, बसेको ठाउँ देख्न सकिन्छ। यस पछाडि भने हेर्न सक्नुहुन्छ हजुरहरूले पनि। हामीले यहाँबाट पानी ट्याङ्की भन्ने रहेछ त्यो ठाउँलाई, पानी ट्याङ्की जाने बाटो भन्ने बाटो रहेछ। त्यही बाटो हुँदै यहाँबाट पनि माथि लाग्यौँ हामी। यसरी हामी माथि लाग्यौँ। यस ठाउँलाई भन्दो रहेछ पानी ट्याङ्की। अप्ठ्यारो बाटोको बावजुद पनि माथि पुगे पछाडि भने यो ठाउँ रमाइलो रहेछ। अब चाहिँ हामीले जाने बाटो थाहा थिएन अनि हामी यहाँ एकजना बुवालाई सोध्न लाग्यौँ। अमला चौर जाने यतै बाटो हो? अमला चौर हजुर, पुलबाट उकालो लाग्ने, दाहिने लाग्ने। हामी भने यहाँ पुगेपछि अलि बढी अगाडि नै आयौँ कि जस्तो लाग्यो अनि हामीले यहाँ फेरि बुवालाई सोध्यौँ। साँच्चीकै हामी अलिकति अगाडि नै आएका रहेछौँ। बुवाले चाहिँ अलि उतैबाट माथि लाग्ने हो नि, दाहिने माथि लाग्ने हो बाबु भन्नुभयो। अनि त्यस पछाडि हामी बुवालाई त्यहाँबाट धन्यवाद दिँदै त्यहाँबाट फर्कियौँ। हामी भने यहाँबाट माथि जानुपर्ने रहेछ अनि त्यस पछाडि यहाँबाट माथि लाग्यौँ, दाहिने माथि लाग्यौँ। अलिकति ढलान बाटो माथि गइसके पछाडि भने अनि अफरोड सुरु हुने रहेछ। लगभग यो अफरोड हामी 10 मिनट जति हिँडे पछाडि अब भने फाइनल्ली हामी अमला चौर भन्ने ठाउँमा पुग्छौँ। हामी बिहान 6 बजे हिँडेको, यहाँ पुग्दा 9 बज्छ। हामी यता राइट साइडको माथिल्लो घरमा हो गएको घरको चाहिँ भिडियो राखिनँ मैले। किन गएका रहेछौँ भनेर पत्ता लगाउने जिम्मा चाहिँ हजुरहरूको है। यहाँको लगभग 1 घन्टाको बसाइ पछाडि अब हामी चाहिँ फर्किन्छौँ। अब भने मलाई चाहिँ कुस्माको पुल हेर्न मन लागेको थियो अनि त्यहाँको बुवा मम्मीलाई सोद्धाखेरि चाहिँ यताबाट झर्दा छिटो पनि पुगिन्छ, पुलमा पनि पुगिन्छ भन्नुभयो।
अनि हामी अर्को बाटो यसरी झऱ्यौँ। यहाँबाट अलिकति अफरोड तल झरिसके पछाडि भने बलेबा भन्ने ठाउँ आउँदो रहेछ। यहाँ हामी एकछिन रोकेर टिकटक अनि भिडियोहरू बनायौँ। यसरी टिकटक भिडियोहरू बनायौँ। अनि अलिकति अगाडि पुगेर राइट तल झरेपछि कैया भन्ने ठाउँ आउँछ भन्नुभएको थियो बुवाले। हामी त्यही अनुसार नै झऱ्यौँ। यसरी झरे पछाडि भने बाटो साँघुरो साँघुरो रहेछ, कता आउने रहेछ त भनेर हामी अचम्म पर्दै भिडियो खिच्दै हिँडेको त पुल त यति छिटै आइपुग्ने रहेछ यहाँ, यताबाट बाटो कति छोटो हुने रहेछ नभन्दै। हेर्नु त। अनि बुढोले चाहिँ बाइक पुलमा हिँडाल्न डर मानिरहनु भएको थियो। अरूले ल्याएको देखेर लजाउँ न त भनेर अनि हामी गयौँ। बिचमा पुगेपछि त घुमायो पो भन्न थाल्नुहुन्छ। मलाई झन् डर लागेर उपारी हेरेर चलाउनु पारी भन्दै म भिडियो खिच्न सकिनँ, रोकेँ। यसरी पुल तरिसके पछाडि हामी केही बेर रोकेर यहाँ पनि भिडियो फोटो अनि केही टिकटक पनि बनायौँ, रमाइलो गऱ्यौँ। मङ्गलबारको दिन हुनाले हामी कहीँ पनि केही खान पसेनौँ। हामी सरासर फर्क्यौँ। 12:30को समयमा नै हामी पोखरा आइसकेका थियौँ, हेर्न सक्नुहुन्छ। अनि यो काखमा लिएको चाहिँ के होला भन्नुहुन्छ होला। बिचमा चाहिँ एकजना बुढोले चिनेको दिदीकोमा पसेका थियौँ। त्यहाँ दिदीले मोही साग के राखिदिनु भएको थियो, त्यही हो। त्यहाँको भिडियो चाहिँ खिच्नै बिर्सेछु, सरी। थ्याङ्क यू फर वाचिङ, बाई बाई।